गाजरको हलुवा कसरी पकाउने त? सबैभन्दा पहिले मैले गाजर यसरी काटेर तयारी गरेको छु। अब यहाँनिर मैले कुरेसोमा यसरी मसिनो पारेर यसलाई कोर्नुपर्छ कुरेसोमा। तपाईँहरूले पनि कुरेसोमा यसरी मसिनो भागतिर यसरी कुरेसोमा मजाले यसलाई कोर्नुहोला। मैले धेरै छ मसँग गाजर मैले यसरी कुरेसोमा मजाले यसरी कोरेको छु। तपाईँहरूले पनि कोर्न सक्नुहुन्छ कुरेसोमा अथवा मिक्सचर छ भने मिक्सचरमा ग्राइन्ड पनि गर्न सक्नुहुन्छ। मैले यसरी तयारी गरेको छु यहाँनिर कुरेसोमा कोरेको छु अथवा मिक्सचरमा तपाईँहरूले ग्राइन्ड गर्न पनि सक्नुहुन्छ। अब मैले पेन बसाल्ने त्यसपछि पेन बसालिसकेपछि घिउ राखेको छु अनि घिउ राखिसकेपछि मैले तयारी गरेको गाजर यसरी एड गरेको छु। अब गाजर एड गरिसकेपछि तपाईँहरूले मजाले यहाँनिर गर्ने मैले यहाँनिर तयार गर्दैछु सुकमेलहरू ल्वाङहरू यसरी तयार गरेको छु अनि मैले काजु भयो अनि बदामहरू काजु बदाम किसमिसहरू पनि यसरी धुलो धुलो बनाउँदैछु किनभने एकदमै टेस्टी हुन्छ। अब यहाँनिर मैले चिनी तयार गरेको छु। अब यहाँनिर काजु पिस्ता भइहाल्यो सबै तयार ल्वाङ सुकमेलहरू तयार गरेको छु। अब यहाँनिर मैले चलाउँदैछु यतिखेर तपाईँहरूले ग्यास मिडियम गर्नु होला किनभने धेरै हाई गऱ्यो भने पनि डढ्ने सम्भावना हुन्छ। त्यसैले बिस्तारै 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 यसरी चलाउनु होला। चलाइसकेपछि अब मैले यहाँनिर ल्वाङहरू सुकमेलहरू राखेको छु किसमिसहरू राखेको छु एकदमै टेस्टी हुन्छ। अनि किसमिस भयो ल्वाङ सुकमेलहरू यिनीहरू अलैँची पनि छ भने तपाईँहरूले राख्न सक्नुहुन्छ। कहिलेकाहीँ बनाएर खाने हो तपाईँहरूले मिठो बनाएर एक दिन खान सक्नुहुन्छ। सधैँ खानु पनि राम्रो कुरा होइन किनभने यो धेरै गुलियो हुन्छ त्यसले गर्दाखेरि। अब यहाँनिर मैले सबै राखेको छु ल्वाङ सुकमेलहरू काजुहरू पहिला पनि राखेको थिएँ पछि पनि थोरै थोरै गरेर राखेको छु किनभने मुनि लाग्ने सम्भावना पनि हुन्छ अलिकति टेस्टी पनि हुन्छ थोरै थोरै गरेर हाल्यौँ भने हामीले। अब यहाँनिर मैले काजु पनि राखेको छु काजु र बदाम मसिनो गरेर यसरी कुटेको थिएँ। अब यसमा एड गर्ने अझ टेस्टी हुन्छ है साथीहरू। तपाईँहरूले हेर्दै जानुहोस् कति टेस्टी हुन्छ तपाईँहरूले बनाएर पनि खानु होला। अब यति भइसकेपछि मैले चिनी राखेको छु होइन चिनी तपाईँहरूले स्वादअनुसार राख्नु होला कति राख्न मन छ धेरै गुलियो पनि राम्रो हुँदैन किनभने गुलियो चिजहरू छ कहिलेकाहीँ के फरक पर्ला। अब मैले दुध पनि एड गरेको छु है साथीहरू दुध एड गरेँ। अब यस छोपेर राख्ने एकछिन चलाएर 2 मिनटबाट 5 मिनटसम्म यसरी राख्नु होला। मैले 5 मिनटपछि झिकेको छु। अब यहाँनिर मजाले यसलाई चलाउँदै गर्छु। अब पानी एकदम सुक्दै गएको छ होइन दुध सुक्दै गएको छ यसरी। अब यहाँनिर थोरै गरेर यसरी मसिनो एकदमै गर्ने मैले घिउ पनि एड गरेको छु फेरि एउटा थोरै घिउ पनि राख्ने। अब यहाँनिर चलाउँदै गर्ने मिडियम ग्यासमा है साथीहरू एकदमै टेस्टी हुन्छ। त्यसको लागि त तपाईँहरूले पनि मिहिनेत गर्नु पऱ्यो नि त मिठो खानुको लागि। अब यसरी बिस्तारै बिस्तारै चलाउने करिब रेडी भइसकेको छ गाजरको हलुवा एकदमै टेस्टी एकदमै गुलियो मिठो स्वाद घरमा यसरी बनाएर खान सक्नुहुन्छ। तपाईँहरूले पक्कै पनि ट्राई गर्नु होला गाजरको हलुवा कस्तो हुन्छ एकदमै आफ्नो घरमा एकदमै गाजर किन्न पनि पाइहाल्छ बजारबाट किनेर ल्याउँदा पनि हुन्छ घरमै बारीमा लगाउँदा पनि एकदमै मजाले फल्ने गर्छ। यसरी पाएर भएको छ साथीहरू गाजर हलुवा ट्राई गर्नु होला मलाई कमेन्ट गर्नु होला कस्तो लाग्यो गाजरको हलुवा र पक्कै पनि यस